लस्सु लस्सु नमस्कार नमस्कार अभिवादन। यो तपाईहरु सामु आउनै पर्ने बाध्यता भयो। नआउँ भन्ने सोचिरहेको थियो। समय परिस्थितिले फेरि केही कुरा राख्नुपर्छ कि भन्ने जस्तो मलाई आफैलाई स्वयंलाई लागेको हुँदाखेरि म फेरि तपाईहरु माझ एकचोटि प्रस्तुत भएको छु। साँच्ची हिजो आज यो देशको सन्दर्भ अवस्था देखेर मन साह्रै दुखेको छ। एकातिर प्राकृतिक प्रकोप, प्रकृतिले मानव समाजलाई अस्तव्यस्त बनाइरहेको अवस्था, अर्कोतिर कुतत्त्वहरूले नेपाली समाजको किल्लाहरू भत्काउने कोसिस गरिरहेको अवस्था र यो समाजको मै हुँ भन्ने व्यक्तित्वहरूलाई घुमाइ फिराइ खाल्डोमा जाग्ने अवस्था, धेरै परिस्थितिहरूलाई धेरै नजिकबाट निहाल्दाखेरि कतै यो देश सङ्कटमा त छैन भन्ने मलाई मनमा लागेर आज केही कुरा राखौँ कि भन्ने सन्दर्भमा तपाईहरुसँग प्रस्तुत भएको छु। यहाँ देशका जनताहरू मलखात नपाएर रोइरहेको अवस्थामा, सुकुम्बासीहरू ओड्ने छाना नभएर पर्खमा रुझेर रोइरहेको अवस्थामा, यहाँ चालक पठाउ राइडरहरू आफ्नो जीविका उपार्जन गर्ने प्रत्येक कोसिससँग जुझ्दा नसकेर आत्मदाह गर्ने सङ्घारमा पुगिरहेको अवस्थामा, अनि यहाँ गरिब मजदुर उत्पीडन वर्गहरू कसरी यो देश आफ्नो जीवनलाई उत्सर्गमा पुर्याउने, आफ्नो बालबच्चालाई कसरी उचित शिक्षा दीक्षाको व्यवस्था गराउने भन्ने पीडामा छटपटिरहेको बेलामा कुतत्त्वहरूको बढावा, भिजिलान्ते, बाहिरी शक्ति भनौँ या देशलाई खोक्रो बनाउन चाहने तत्त्वहरूले कहिले धर्मको नाममा, कहिले कानुनी राज्यको भित्रको कानुन संरचनाको हकमा, कहिले सुकुम्बासी हटाउने बहानामा, कहिले उत्पीडनमा परेका जनताहरूलाई चकझिकाउँदै गलत दिशातर्फ डोर्याउने कुचेष्टाहरू गरिरहेको देखेर यो मन साह्रै दुखिरहेको छ। हिजो युगौँदेखि यो देशमा सबै धर्म, सबै जात, सबै वर्ग, सबै लिङ्ग एकै ठाउँमा रहेर आफ्नो परिचय, आफ्नो भावना र आफ्नो स्वार्थकताहरूमा आफआफ्नै रमाइलो लिएर खुसी मनाइरहेको क्षणहरू हामीले बिर्सनुहुन्न। धर्मको कुरा गर्छ, के हिन्दू, के बौद्ध, के मुस्लिम, के इसाई, आखिर त्यो मानव सभ्यताले नै जन्माएको एउटा संरचना होइन र हो नि। हिजो हिन्दू हिन्दू भनेर सडकतिर उफ्रिने साथीहरूले के बुझ्नुपर्छ भन्दाखेरि हिन्दू धर्म साँच्चीकै विधिवत रूपमा वैधानिक रूपमा हिन्दू भनेर तपाईको यो समाजमा, यो पृथ्वीमा अलकृत भएको 200 वर्ष पनि पुगेको छैन।
त्योभन्दा अगाडिको धर्म के हो, रीतिरिवाज के हो, कुल कुल्यान के हो, पूजापाठ के हो भन्ने कुरा हामीले भनिरहनु पर्दैन। फेरि यसो भनिरहँदाखेरि फलाना भुइँपुटेले धर्मको कुरो गर्यो, आध्यात्मिक कुराहरू गरेर यो समाजलाई कन्फ्युजमा पार्ने काम गर्यो भन्ने कुराहरू गर्ला। कन्फ्युज होइन साथीहरू, म रिफ्युज गर्न आएको हुँ। म सतर्क गर्न चाहन्छु। आदिम साम्यवादी युगदेखि यो पृथ्वीको सृष्टि सँगसँगै मानव जातिको उत्पत्ति कसरी भयो भन्ने कुराहरू त तपाईहरूले इतिहासमा अलिअलि पढ्नुभयो होला। त्यो इतिहासले कति कुराहरू समेट्न सकिएको छैन। यो वास्तवमा सत्य हो। धर्मका ठेकदारहरूले यसले कसरी व्याख्या गर्लान्, कसरी गर्दैछन्, त्यसको कुरामा भर पर्ने कुराहरू धेरै अन्तर र द्वन्द्वात्मक कुराहरू हुन सक्छन्। आदिम साम्यवादी युगमा हामी मानवहरूको सृष्टि सँगसँगै हाम्रो धर्म के थियो त? के थियो? हिन्दू थियो, बुद्ध थियो, इसाई थियो, इस्लामिक थियो, मुसलमानहरू थियो, कोही थिएन नि। सिर्फ मानव थियो होइन। मानव यो समयको परिचक्र परिघटना सँगसँगै परिवर्तित छलाङहरू पार गर्दै उसले आफ्नो किपटहरू बनाउँदै होइन, उसले आफ्नो नयाँ किसिमको समयको गति सँगसँगै मानव विकासको गति पनि त्यसरी नै बढ्दै जाने क्रममा किपटहरू बन्यो होला, समाजहरू बन्यो होला। ती समाजको पनि त एउटा आफ्नो आफ्नो धर्म थियो होला नि। के थियो त? के थियो? प्रकृति पूजक होइन। सभ्यताको मूल सङ्घारलाई कोट्याएर हेर्नुहोस् त, प्रकृति पूजक हो नि। भाताको लागि ढुङ्गाको हतियार बनाएर, काठको भाला बनाएर शिकार गरेर घाँचै त खान्थे। समय जसरी परिवर्तन भयो, जसरी गतिशील हुँदै गयो, त्यसरी नै मानव विकास कति भइरहेको भन्ने कुरा त हामीले पढेको होइन हिस्ट्रीमा, हो नि। आगो खुसबु पोलेर खाँदा मिठो रहेछ भन्ने कुरा हो। पोलेर खाना थाल्यो। समय सँगसँगै जाँदाखेरि उसले उसलाई हेरे, उसले उसलाई हेरे। आफ्नै शरीर देखेर एकले अर्कालाई खल्लो लाग्न, कस्तो कस्तो लाग्न थालेपछि स्याउला सिउलीले बारबेर गरेर लुगा बनाउन थाले। जङ्गल जङ्गल चार्दै फलफुल खाँदै त्यो गेडा फाल्ने उसमा चाहिँ पछि उम्रेको देखेपछि ओहो खाएको चिज पनि त उम्रिँदो रहेछ नि, यसलाई एकचोटि रोपेर हेरौँ न भन्ने सभ्यताको विकास सँगसँगै कृषियुगको सुरुवात भएको होइन। जब कृषियुगको सुरुवात भयो तब मानिसमा के भयो त? लोभ लालच पनि बढ्यो। लोभ लालच सँगसँगै त्यो बेलामा पनि मानव सभ्यतामा चालाक र मन्दबुद्धि भएको मान्छे पनि त थियो होला नि, होइन र? चालाकले के गर्यो भन्दाखेरि उमारेको बिरुवा जहाँ जहाँ हुन्छ उसले कब्जा गर्न थाल्यो होइन। उत्पादन भएको चिजलाई भण्डारण गर्न थाल्यो। अब बुद्धि नभएकोले चाहिँ डुल्दै घुमन्दै फिरन्दै हुँदै बन्जाडे जसरी हिँड्दै गयो। त्यो सँगसँगै एउटा किपटको सिर्जना भयो। किपट राज्यहरू बन्यो होला होइन। पारिवारिक व्यवस्थिति जोड्दै गयो होला। त्यो क्रममा सभ्यता त्यो विकास हुँदै आएको होइन। अनि यस्तो अवस्थाबाट हामी गुज्रेर आएको मानव आज यो धर्म त्यो धर्म त्यो आयो भने छिर्नु दिन्न, हामी ठिक त्यो बेठिक, यो के को लागि?
यो के को लागि बुझ्न जरुरी छैन। ल हामी जस्तो भुइँफुटेहरूले बुझेन। ठुला ठुला धर्मका ठेकदार बन्नेहरू, धर्मका नाम बेचेर आफ्ना जीवनयापन गरिरहेका धर्मगुरुहरू, अनि धर्मलाई नै व्यवसाय बनाएर सांगठनिक रूपमा गुटबन्दी गर्दै हिँड्नेहरू आज के हेर्दैछन् कि यो वा त्यो मानेमा यो देशलाई सिक्किमीकरण गर्न खोज्या हो। यो देशको जब उत्पत्ति यही देशमा भएर यही देशका भूमिपुत्रहरूलाई बाइपास गराउँदै वनसाङ्लाले घरसाङ्लाहरू खेद्न खोजेको हो। नेपालको अधिकांश भूमिहीन र सुकुम्बासी हेर्ने हो भने ती भूमिपुत्रहरू पर्छ। याद छ यो सरकारले कसरी अध्ययन गरेको छ, कसरी अनुसन्धान गरिरहेको छ, ज्ञान छ। यसैले पास गरेर डिग्रीको जान दिन मिल्छ र? घुसपैठ गरेर मिलाए पनि उत्तर त दिन सकिँदैन होला। यस्तै अवस्था छ अहिले यो देशमा। जसले देशको माटोलाई खनजोत गर्यो, जसले यो देशको माटोलाई खेलायो, जसले आफ्नो पहिचान बनायो, आफ्नो संस्कृति बनायो, आफ्नो वेशभूषा, आफ्नो भाषा लिपि बनायो, त्यो चाहिँ आज रिफ्युज गर्न खोजेको यही होइन अहिले। ए वनसाङ्ला हो, होसियार गरेर बस। अहिले पोलाइट रूपमा नरमताले यो सम्झाएको तिमीहरूको इतिहास हामीले पनि पढेको छ। लाग्छ होला यो 21औं युगमा आउँदाखेरि यी ग्वाँचहरू, यी भुइँफुट्टाहरू, यिनीहरूले जे गर्दै हुन्छ यो ग्वाँच नै हो भन्ने मानसिकताले पेल्दै अगाडि जाने हो भने यो देशमा फेरि गरिखाने र मरिखाने अवस्थाबाट गुज्रिरहेका आम नेपाली जनता एकतिर पुँजीवादको नाममा सलबलाएर यो देशलाई नै बेचेर यो धरती माताको छातीमाथि लाद रँधाइ गर्नेहरू हाँसिरहेको देख्दाखेरि कता कता पीडा हुन्छ मलाई। तपाईहरुलाई हुँदैन? के लाग्छ तपाईहरुलाई? 2047 भन्दा अगाडिको इतिहासहरु हेर, 2007 साल भन्दा अगाडिको इतिहासहरु हेर, 1903 को कोत पर्वलाई हेर, त्यो भन्दा अगाडिको इतिहासहरु हेर, 22 र 24 राज्यको इतिहासहरु हेर, के छ? को थियो यहाँ? कसले के गर्दैछ? कसले के गरेर आयो? को किताबमा छ? यहाँका बुद्धिजीवीहरूले यो सत्य तथ्य बाहिर ल्याएर यो समाजलाई एउटा रूपान्तरणको सचेतनाको ढोका खोलेर अगाडि लिएर जानु पर्दैन? आफ्नो टिपिआर बढाउनको निमित्त, आफ्नो हैसियत देखाउनको निमित्त, अनि आफ्ना करियर र आफ्नो बिजनेस व्यापारमा आफ्ना नातापात र कृपापातहरूलाई अडाइराख्नको निमित्त वायत कुराहरू बखान गर्दै हिँड्ने, अनि यो राज्य कोषको टुकुरीबाट तलब खाने के हो? विज्ञानको विद्या त विद्वान भनेको के हो? यो समाजलाई सही ट्र्याकमा हिँडाउने तपाईहरुको दायित्व होइन? सुन्छु अहिले
एउटा विद्वानले यो हुनेछ कटाक्ष गरेछ, अर्को विद्वानले यो हुनेछ कटाक्ष गरेछ। समयमा 21औं शताब्दी आउँदा विदेशी चन्द्रमाको भूमिमा गएर खेती गर्ने योजना बनाइसक्यो। हामी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको देश गर्वका साथ छाती पिटेर हात उठाएर वी आर नेपाली भनेर गर्व गर्ने ठाउँमा आज लाजको पसारो। त्यसैले संयम हौँ, सबै साथीहरूलाई यो र त्यो मानेमा होच्याउने काम नगरौँ, समयअनुसार ढाल्ने कोसिस गरौँ। सबैलाई सद्बुद्धि आओस्, बुद्धि नबिगारोस्। सत्ता र पावर छ भन्दैमा त्यसको धस र त्यसको आडम्बर नदेखाओस्। सत्ता पैसा भन्ने चिज सीमित हुन्छ, त्यसको कुनै समय अवधि हुँदैन। यो कुरा हेक्कार होस्। धन्यवाद।